Yagaram benjen bela gadinje bemanjene golan de rome dandale no simbe khaninje ujiren banjela so inde namo guru namo buddhaya namo dharmaya namo sanghaya Tasidiles नमस्कार सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू शान्ति प्रेमीहरू र त्यसै गरी मेरो यस च्यानलमा जोड्नुभएका सम्पूर्णहरूमा म लामा गाउँको तर्फबाट फेरि पनि तस्दिले भन्न चाहन्छु। आज म बौद्ध धर्मावलम्बीहरूको लागि बौद्ध धर्म सम्बन्धी निकै नै एउटा महत्त्वपूर्ण जानकारी लिएर आएको छु। आज मिति तिब्बतीयन पात्रोको अनुसार 9 महिनाको 22 गतेका दिन भगवान बुद्धको 12 लीला मध्ये एकदमै महत्त्वपूर्ण लीला देवलोक अवतरण दिवस भएको छ। त्यसैले आज हाम्रो बौद्ध धर्मावलम्बीहरूको लागि निकै नै महत्त्वपूर्ण दिन भएको हुँदा यस देवलोक अवतरण दिवस सम्बन्धी म संक्षिप्त रूपमा जानकारी दिन गइरहेको छु। भगवान बुद्धत्व प्राप्त भएको 41 वर्षपछि उहाँले आफ्नो अविद्याद्वारा आफ्नो आमा माया देवी चाहिँ कहाँ जन्मिनु भएको रहेछ भनेर हेर्नुहुँदा हुन त उहाँको भगवान बुद्धको माता भगवान बुद्ध जन्म हुनुभएको 7 दिनमा देहान हुनुभएर देवलोकको 33 कोटी देवलोकमा जन्म लिनु भएको थियो। त्यसैले भगवान बुद्धले चाहिँ वर्षवासको समयमा आफ्नो आमाको ऋण तिर्नको निम्ति आफ्नो आमालाई चाहिँ यो संसार भावबाट मुक्त गर्नको निम्ति र त्यसै गरी देवलोकका देवी देवताहरूको पुण्य भएको सौभाग्यले गर्दा भगवान बुद्ध चाहिँ देवलोकमा उहाँसँग 8000 चेलाहरू लगायत पाल्नुभयो। उहाँ त्यहाँ पालिसकेपछि देवलोकमा माया देवी उहाँको माता माया देवी लगायत सम्पूर्ण देवी देवताहरूमा अमूल्य अमृतवाणी प्रवचनहरू सुन्दै बसिरहनु देशना गर्दै बस्नुभयो। त्यसै क्रममा मनुष्य लोकमा सरहद बस्तीमा एकदमै रीति सिद्धि युक्त भगवान बुद्धको चेला मङ्गल पुत्र यार्ने भन्छ लामा भाषामा वर्षवास बसिरहनु हुँदा मगधको राजा बिम्बिसार लगायत सम्पूर्ण बुद्धको अनुयायीहरू बेला बेलामा भगवान बुद्धको दर्शन गर्न आइरहनुहुन्थ्यो। त्यतिखेर भगवान बुद्धको दर्शन नपाउँदा राजा प्रसन्नजित लगायत सम्पूर्णहरूले भगवान बुद्ध कहाँ हुनुहुन्छ भनेर मङ्गलपुत्रलाई सोध्नुभयो र मङ्गलपुत्रले चाहिँ भगवान बुद्ध चाहिँ
देवलोकमा आमा र देवदेवताहरूको निम्ति धर्म प्रवचन गर्न पाल्नुभएको छ भनेर भन्नुभयो। त्यसपछि 90 दिन पश्चात फेरि मगधको राजा बिम्बिसार र लगायत सम्पूर्ण अनुयायीहरूले मङ्गल पुत्रलाई यहाँ रिद्धि सिद्धिले युक्त तपाईँ मात्र हुनुहुन्छ, तपाईँले माथि देवलोकमा जानुभई भगवान बुद्धलाई चाहिँ अनुरोध गर्नु कि हामी तल भगवान बुद्धको दर्शन नपाएर त्यसै गरी धर्म अमूल्य धर्म चाहिँ अमृत धर्म चाहिँ सुन्न नपाएको हुँदा भगवान बुद्धलाई चाहिँ अनुरोध गरिदिनु भनेर सम्पूर्ण अनुयायीहरूले मङ्गल पुत्रलाई भन्नुभयो। र मङ्गल पुत्र चाहिँ एकदमै रिद्धि सिद्धि भएको हुनाले उहाँ चाहिँ एकैचोटि चाहिँ उडेर देवलोकमा जानुभई भगवान बुद्धलाई उहाँले बिन्ती बिसाउनु भयो। अनि मङ्गल पुत्रले चाहिँ भगवान बुद्धलाई यहाँ देवलोकमा भएको देवी देवताहरू चाहिँ मनुष्य लोकमा आएर पनि धर्म श्रवण गर्न सक्नुहुन्छ, तपाईँ चाहिँ तल मनुष्य लोकमा पाल्नु भई धर्म देशना गर्नु र मगधका राजा बिम्बिसार र अनुयायीको बिन्ती चढाई उहाँ चाहिँ भगवान बुद्धको वचन अबको 1 हप्तामा म काशी नगरको शङ्खसाप भन्ने स्थानमा र उदुरमको बिछागढी चाहिँ आवाहन हुन्छु भनेर उहाँले भन्नुभए पश्चात उहाँ चाहिँ फेरि रिद्धि सिद्धि शक्तिबाट मङ्गल पुत्र चाहिँ फेरि मनुष्य लोकमा आएर राजा बिम्बिसार लगायत सम्पूर्ण अनुयायीहरूलाई चाहिँ बताउनु भयो। र त्यसपछि सबैजनाले सरसफाइ गरी बुद्धको लागि आमन्त्रण हुने समयको लागि सबै तयारी गर्नुभयो। त्यसै क्रममा माथि देवलोकमा पनि देवलोकको राजा इन्द्रदेवले विश्वकर्मालाई चाहिँ सुनोर पर्वतको टापुबाट मनुष्य लोकसम्म चाहिँ भर्याङ बनाउनु भनेर आदेश दिनुभयो। बीचमा भेडिरहेको भर्याङ र दायाँपट्टि सुनले बनेको भर्याङ र बायाँपट्टि चाहिँ रत्न सिसाले बनेको भर्याङ यसरी बनाउनु भयो। र भगवान बुद्ध आमन्त्रण हुने दिनमा चाहिँ ब्रह्मरत्नको चमर हावा हल्लाउँदै र त्यसै गरी देवलोकको राजा इन्द्रदेवले हजार भएको छाता दायाँबाट उडाउँदै र भगवान बुद्धको पछाडिबाट 8000 चेला सारीपुत र कश्यप लगायत सम्पूर्ण चेलाहरू पछाडिबाट हुँदै पाल्नुभयो। त्यो पाल्ने क्रममा बुद्धको लाई विरोध गर्ने, बुद्धको धर्मलाई हिंसा हेला गर्ने अबौद्धहरू धेरै भएको कारणले गर्दा भगवान बुद्धले चाहिँ तल अवतरण हुने बेलामा चाहिँ अब भगवान बुद्धको शक्ति चाहिँ अलिक कम भएछ भन्ने कुराहरू गर्छ, हल्ला हुन्छ भन्ने उहाँको
भविष्यवाणी भएको हुँदा उहाँले चाहिँ एक तला एक भर्याङ हिँड्ने एक स्टेप चाहिँ उडेर गरी त्यसरी नै अवतरण हुनुभयो। त्यसपछि अवतरण भइसकेपछि पहिला जसरी नै सम्पूर्ण मनुष्य लोकमा संसारबाट यस भावचक्रबाट मुक्त हुने अमृतमय प्रवचन दिँदै बस्नुभयो। त्यसैले आजको यस देवलोक अवतरण दिवसमा चाहिँ हाम्रो बौद्ध धर्मावलम्बीहरूको लागि चाहिँ एकदमै निकै नै महत्त्वपूर्ण चाड अब दिवस भएको हुँदा हामीले यो समयमा चाहिँ पूजापाठ गर्ने, बुद्धलाई घनचक्र पूजा गर्ने, बत्ती बाल्ने, कोरा गर्ने लगायत विभिन्न किसिमको पुण्य सञ्चय गर्ने कर्महरूमा लागि पर्नुपर्छ भन्ने म अनुरोध गर्दै यो छोटो भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु।